हेलो गुड मर्निङ साथीहरू सेवा इट्स मी प्रिया वेलकम ब्याक टु माई न्यू भिडियो। हेर्नुहोस् है, आज चाहिँ म भोजपुरबाट घर गइरहेको छु। दिङलादेखि अहिले चाहिँ भोजपुर गइरहेको छु होइन। म चाहिँ यस्तो भ्यू देखाउन गइरहेको छु कि होइन। यो माथि देखिएको डाँडा चाहिँ साउने है। मैले चाहिँ भर्खरै जानकारी पाएअनुसार चाहिँ साउने रहेछ। अनि यता 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 हेर्न सक्नुहुन्छ, दामी भ्यू छ एकदमै। यो मुनिको पारी चाहिँ खाताम छ अनि यहाँदेखि मास्तिर चाहिँ भोटे छाप रहेछ। एकदमै घुम्न लायकको ठाउँ अरे क्या। कहिले घुम्ने हो। अब चाहिँ बिदा गर्दै बस्यो। अब चाहिँ हामी लागेको भोजपुर। दामी भ्यू हेरेर बसिरहेको छु म चाहिँ। भोजपुर जाने बाटो चाहिँ यस्तो छ है, राम्रो रहेछ। पिछे छैन, बिच अलिअलि छ। यस्तै छ। बागखोर भन्ने ठाउँमा पुग्यौँ है हामी। बागखोर यस्तो रहेछ हेर्नुहोस्। यो गाडीको चाहिँ सबै सिसा फोहोर भएको देखिँदैन केही पनि। सिसाले केही पनि अस्तिको खोइ मनो धराउँछ क्या छिरिङलाई नबस्ने कि नबस्ने भन्दै थियो त। होटेलमै बस्ने नबस्ने हो क्या। अनि सागर जबरु जबरजस्ती लिएर आएछ। अनि पछि त्यो गाडीहरू त्यस्तो हल्ला हुँदैन नि त। होटेल जस्तो हुँदैन नि त। आनन्द लागेछ क्या। जाइजैले अब त्यही बस्नुहुन्छ कि छिरिङलाई आएको त्यही हुनुहुन्छ। देखिरहेको छ है बाघहरू दुईटा। सागर बिरो हुन्छ त हल्लाएर के गाडीले होइन हौ, माथि घर पुदोपट्टि कस्तो थालिसक्यो। हामी चाहिँ हस्पिटलमै त्यस्तो पकाएर नजिक चाहिँ राम्रो छ। पिस झुम्न उनीहरू लागिरहेको छ। पिस झुम्न उनीहरू लागिरहेको रहेछ यहाँबाट चाहिँ। बाघखोर छोरी वरी हामीले सुनिताले निस्किन लागेको है। सुनिताले जाने बाटो यस्तो रहेछ। अहिले पराखरबाट आउँदा 4 सक्नुपर्छ। यसले त धन्न बोकेर आज त्यत्रो जति नि खान्छ त्यहाँ झन् खान्छ त। मैले जस्तो नराम्रो मान्छे भनेपछि होइन, लाग्दै गएपछि नसाबाट सिडी हुँदै आउँछ लाग्छ। मेलाबाट यत्रो ठुलो मान्छे यत्रो देख्छ भन्थ्यो। अस्ति त्यस्तो थियो त्यही भएर त न्यु खोजेको होला। अस्ति त्यो मोबाइल बनाउने ठाउँमा सिम किन्न गएको थियो कि मान्छे माथेको माथि यत्रो चल्ला जस्तो फेरि छापा कस्तो फाटा पाउँछ भन्नु। सरप्राइज मेरो मम्मीलाई थाहा छैन आज। सरप्राइज म चाहिँ घर पुगिरहेको छु। मेरो मम्मीकोलाई थाहा छैन, दिदीबहिनीलाई चाहिँ थाहा छ क्या। मम्मीले डोम्दिँदै मलाई यो नि परे मान्छेहरू त। सरप्राइज दे सरप्राइज सरप्राइज के भयो अब नि दादी। आयो लु कसैलाई नभनिकन आएको है म चाहिँ। नि मम्मी सरप्राइज भाइ है मम्मी। हिमा घराङका नाप्किङ दे। ल आमाहरू चाहिँ छक्क पर्नु है। फर्स्ट टाइम के सरप्राइज छ। किचनमा कसैलाई हामीलाई ए मम्मीहरूलाई
गुड मर्निङ साथीहरू, स्वागत छ फेरि पनि मेरो नयाँ भ्लगमा। मेरो मिनी भ्लग चाहिँ होइन ल, मेरो भ्लगमा स्वागत छ। मेरो गाउँदेखि स्वागत छ तपाईँहरूलाई। मेरो गाउँघर यस्तो छ। म अहिले गाउँघरमा पुगिसकेँ फाइनल्ली। अनि हिजो पुगेको घर, अनि हिजो पुगेर यसरी लुगाहरू धुनु गइयो है हामी चाहिँ कुवामा। हाम्रो घरको पानी सानो आइरहेछ क्या। अनि हामी चाहिँ यहाँ घर नजिकै कुवा छ, राम्रो पानी आउने कुवा छैन, सफा पानी आउने। अनि यहाँ गएर हामी चाहिँ बहिनीसँग लुगा धुन सुरु गऱ्यौँ। मेरो यता ल अब चाहिँ हामी धुन्छौँ है त।